नमस्ते सम्पूर्ण साथीभाइहरूलाई। यो भिडियो चाहिँ जुन चेकिङ भइरहेको हुन्छ नि त्यतिखेर यो दुई बङ्ग साधन चलाउने साथीहरूलाई, भाइ बहिनीहरू, दाजुभाइ दिदीबहिनीहरूलाई चेकिङ हुँदाखेरि चाहिँ हामी आत्तिने बानी हुन्छ क्या, हैन? डर लाग्ने, आत्तिने, ल के न अब मैले ठुलो गल्ती गरेछ, म भाग्नु पर्यो भन्ने सोच आउने, हैन? जस अब अगाडि आफू गइरहेको छ भने त्यसको अगाडि चेकिङहरू छ भने एकदम डर लाग्ने कि अब कहाँबाट चाहिँ म चाहिँ भाग्नु पर्ने हुन्छ, भाग्छु भन्ने सोच हुन्छ क्या, हैन? हो, त्यो नगर्नुहोस्। चेकिङ हुँदाखेरि बरु आइसकेपछि जानुहोस् कि केही पनि गर्नुहुन्न, उहाँहरूले ट्राफिक सरहरूले केही पनि गर्नुहुन्न। किनभने अब तपाईँ हाम्रै लागि त उहाँहरू खाडेर अब हैन चेकिङ गरिरहनु भएको छ, ज्यान धनको सुरक्षाको लागि, हैन? कतिपय साथीभाइहरू त अगाडि चेकिङ छ भने दायाँ बायाँ एकदम नहेरिकन फनक्क फर्केर अर्को बाटो अपनाउने गर्नुहुन्छ क्या। हो, त्यतिखेर अब धेरै ठुलो घटना घट्ने सम्भावना हुन्छ साथीभाइहरू। सबैभन्दा त यो भर्खरको भाइ बहिनीहरूले चलाउने जुन मोटरसाइकल बाइकहरू अलिकति होसियार चाहिँ हुनुपर्ने हुन्छ। देखिरहेको छु कि अब पछाडि के आइरहेछ के हुन्छ भन्ने थाहा छैन, एक्कासी फनक्क फर्केर जान खोज्छौँ, त्यो नगरिदिनुहोस्। त्यसो गर्नाले अब पछाडिबाट अब गाडी आइरहेको हुन्छ, बाइक आइरहेको हुन्छ, कुनै पनि साधनहरू आइरहेको हुन्छ, त्यतिखेर ब्रेकले भ्याइदिन, हैन? त्यस्तो गर्दा ठुलो अब दुर्घटना हुने सम्भावना हुन्छ साथीभाइहरू। तपाईँ आइसकेपछि आउनुहोस्। ट्राफिक सरहरूले केही पो गर्नुहुन्न, केही गर्नुहुन्न। सिर्फ अब उहाँहरूको अब नियमअनुसार चिट काट्ने त हो, हैन? अब धेरै वाद विवाद भयो, अब धेरै नै अब भयो भने हामीलाई अब चौकीसम्म लाने, कानुनी कारबाही गर्ने, त्यति मात्रै हो। कुर्ने फिर्ने यो के पनि गर्नुहुन्न उहाँहरूले। नडराउनुहोस्। हिजो मैले यस्तो पनि देखेछ कि बेलुकाको टाइममा चेकिङ भइरहेको हुँदो रहेछ त्यहाँ, 4-5 जना ट्राफिक सरहरू पनि हुनुहुँदो रहेछ। खोइ 2 जना भाइहरू चढेर आउनुभएको कि हो, खोइ छल्न खोज्यो हो कि के हो, उता रोडको कुनातिर त्यो खाल्डो हुन्छ नि त्यो पानीको लागि, त्यो खाल्डोमा टायर पसेर त्यहाँ लडिरहेको